गुराउँसे आइजानु रानी मता भ्युटार हेर्न गुराउँसे आइजानु सुन्तला खाइजानु पञ्चदेव दर्शन गर्नु सुन्तला खाइजानु पाइन्छन् यतातिर 12 प्रजातिका गुराँस पाइन्छन् यतातिर नलिनु है पिर मालिकाले रक्षा गर्छन् नलिनु है पिर पञ्चदेव मालिका मुख्य हाम्रा धार्मिक स्थल पञ्चदेव मालिका गुराँस गाउँपालिका स्वर्गभन्दा प्यारो लाग्छ गुराँस गाउँपालिका राज्यको पुनर्संरचना र स्थानीय तहको निर्वाचनपछि गुराँस गाउँपालिका विकासको पथमा लम्किरहेको छ। स्थानीय बासिन्दाका आधारभूत आवश्यकतालाई समेटेर विकास निर्माणको खाका कोर्न व्यस्त छन् यहाँका जनप्रतिनिधिहरू। सरकार आएदेखि चाहिँ राम्रो भएको छ, हामीलाई बाटोघाटोको व्यवस्था भएको छ अनि खानेपानीको घर घरमा सुविधा भएको छ, एकदम राम्रो भएको छ। हामीलाई चाहिँ पहिला चाहिँ एकदम गाह्रो थियो अनि हामीलाई नजिक स्कुल थिएन, टाढा जानु पर्यो भने नि धेरै दिन लाग्ने यस्तो गाह्रो थियो। तर अहिले चाहिँ हामीलाई एकदम सुविधा भएको छ। भइरहेको कामको गाउँपालिकाको उपाध्यक्ष आएर निरन्तर अनुगमन गरिराख्नु भएको छ। नमस्ते, म शिवा कुमारी खड्का, गुराँस गाउँपालिकाको उपाध्यक्ष अनि अनुगमन समितिको संयोजक पनि। अनुगमन समितिको संयोजकका हैसियतले मैले आफ्ना विकास निर्माण पूर्वाधारका विभिन्न कामहरूको अनुगमन गर्ने क्रममा आज गुराँस गाउँपालिका वडा नम्बर 1 को बेडुगाउँमा खानेपानीको बेडुगाउँ थामालेको खानेपानीको योजनाको अनुगमन गर्न आएको छु। त्यो आउने क्रममा यहाँका नागरिकहरूसँग भेट्ने मौका पाइयो। यो पहिले गत वर्ष पनि आधा बनेको र यो वर्ष पनि हाम्रो पालिकाको बजेट रहेको हुनाले यो वर्षको कामलाई अगाडि बढाउनका लागि म यहाँ अनुगमनमा आएको छु। अब नागरिकहरूसँग प्रत्यक्ष भेटघाट पनि हुन्छ। स्थानीय संहिता आइसकेपछि जुन स्थानीय सरकारको मोडलमा रहेर काम गर्ने क्रममा यो ठाउँमा पानी कहिले नभएको हो नि है, मुहान नै छैन क्या, पानीको मुहान नै नभएको। विगत गाविस हुने बेला पनि यहाँका विभिन्न समस्याहरूसँग जुन मैले समन्वय गर्ने अवसर पाएको थिएँ त्यो अवसरसँगै जोडेर अहिले यो यहाँको बस्तीलाई 72 वटा घरधुरीलाई खानेपानी खुवाउनुपर्छ भनेर लागिरहेका छौँ। निरन्तर परम्परागत रूपमा बजेट छ। यो बजेटलाई कार्यान्वयन गरेर यो क्षेत्रका नागरिकलाई पानी खुवाउन सक्यौँ भने उहाँहरूले स्थानीय सरकार भएको अपनत्व पनि गर्नुहुन्छ र हामीले पनि नागरिकका कामहरूप्रति चासो दिएको, आफूले सरोकार राखेको महसुस। हाम्रो गुराँस गाउँपालिकाका सबैभन्दा समस्या भनेको यहाँ खानेपानी, सडक, विद्युत, कोही ठाउँमा मात्रै विद्युत पुर्याउन बाँकी छ, विद्युत र शिक्षा, त्यस्तै समस्याहरू छन्। स्वास्थ्यका पनि समस्या छन्। ती मध्येमा हामीले पहिलो प्राथमिकतामा खानेपानीलाई राखेका छौँ। खानेपानी मध्येमा हाम्रो गुराँस सरकारको अभिभारा एक घर एक धारा भन्ने हाम्रो अभियान नै छ। त्यो अभियान अन्तर्गत रहेर हामीले विभिन्न वडाहरूमा खानेपानीका कार्यक्रमहरू गरिरहँदाखेरि पनि यो वडामा पनि खानेपानीको एक घर एक धाराको एउटा तल पनि छ योजना। वडा कार्यालय नजिकै प्रधानमन्त्री, मुख्यमन्त्री र श्रम बैङ्कको पैसाको लगानी गरेर हामीले त्यहाँ एउटा योजना छ र त्यहाँ 60 घरधुरी र एक घर एक धारा बनाउँदैछौँ र यो पनि यो बजेट विशेष अनुदानको बजेट हो। यसलाई कार्यान्वयन गरेर यहाँ 72 घरधुरीमा हामी खानेपानी पुर्याउने लक्ष्य छ। कर्णाली प्रदेशको राजधानी सुर्खेतबाट 25 किलोमिटर दूरीमा रहेको दैलेख जिल्लामा अवस्थित गुराँस गाउँपालिकामा प्रकृति र परम्पराको अद्भुत संरचना पाइन्छ। गुराँस गाउँपालिकाको मालिका क्षेत्रबाट सूर्योदय र सूर्यास्तको लोभ लाग्दो दृश्य हेर्न सकिने भएकाले यो क्षेत्र महत्त्वपूर्ण मानिन्छ। करिब 12 प्रजातिका लालीगुराँस सँगै खनिज, सिलेट र विभिन्न किसिमका जडीबुटी र चिसो हावापानी पाइने यस क्षेत्रको प्रचार प्रसार गर्न लागि परेको छ गुराँस गाउँपालिका। नमस्ते, म दिलबहादुर पौडेल, प्रमुख प्रशासक गुराँस गाउँपालिकाको।
यो गुराँस गाउँपालिका दैलेख जिल्लाको एउटा प्रवेश बिन्दुको रूपमा रहेको गाउँपालिका हो। यो गाउँपालिकाले प्रशासनिक सुधार, विकास निर्माण लगायतका कार्यहरूमा एउटा तीव्रता रूपमा काम अगाडि बढाइरहेको छ। यो गाउँपालिकामा विकास निर्माणका सबभन्दा भनेको विकास निर्माणको लागि पश्चिम अछामदेखि जाजरकोटसम्मका त्यो लामो फैलिएको एउटा सडक सञ्जालकै सबैभन्दा मुख्य समस्या थियो र त्यो मुख्य समस्यालाई चिर्नका लागि यसले मुख्य केन्द्रबिन्दुको रूपमा राखेर यो कार्य अगाडि बढाइरहेको छ र विभिन्न बाटाहरूलाई स्तरोन्नति गर्ने कार्यहरू, हाल ट्र्याक खुलिसकेका स्थानहरूमा स्तरोन्नति गर्ने कार्यहरू अगाडि बढाएको छ भने अरू यो भौतिक अरू पूर्वाधारमा पनि विद्यालयका भवनहरू अत्यावश्यक चिजहरू, विद्यालयहरूका भवनहरूलाई निर्माण गर्ने कार्यहरू अगाडि बढाएको छ र यसले यो पालिकाले आफ्नै अब विगतमा प्रशासनिक भवन नहुँदा भाडामा लिएर कार्य गरिरहेको थियो भने अहिले आएर हाल सानो भए पनि आफ्नै घरमा आफ्नै भवनमा सेवा प्रवाह गरिरहेको अवस्था छ र यसै मापदण्ड बमोजिम यो अहिले हाल भवन नभए तापनि जग्गा प्राप्तिको कार्यहरू पनि चलिरहेको छ। जग्गा प्राप्ति यो मापदण्ड बमोजिमको जग्गा प्राप्ति हुनासाथ र थप यसका अरू क्रियाकलापहरू अगाडि बढाइने र यसका फ्रेम भवनहरू लगायत आवश्यकता अनुसार थप क्रियाकलाप अगाडि बढाइने कुराहरू हुन्छ र अहिले हाल आएर अलिकति समस्या भनेको यो कर्मचारी व्यवस्थापनका कुराहरूमा भएको छ। किनभने यो उसमा हालै आएको यो प्रदेश स्थानीय स्तरको कानुन यो कर्मचारी व्यवस्थापन सम्बन्धी ऐन नियमावलीले अहिले बढुवाको लागि अब कम्तीमा पनि यो कर्णाली क्षेत्रमा बस्नुपर्ने प्रावधान भएकाले धेरै जसो साथीहरू बढो हुने स्तरोन्नति हुने साथीहरू र बढुवाको लागि अन्यत्र जाने क्रम चलिरहेको छ। केही हुँदा अन्यत्रबाट आएका काजमा आएका समेत फिर्ता भइसक्नु भएको छ भने अलि यसले गर्दा हामीलाई जनशक्तिको अभाव खड्किरहेको छ। जनशक्तिले गर्दा कार्यलाई तीव्रता दिन नसकिएको अवस्था भए तापनि तर जनताको सेवामा कुनै कसुर बाँकी नराखेर थप जिम्मेवारी र थप समय लिएर हाम्रा साथीहरूले, हाम्रो कर्मचारी साथीहरूले कार्य गरेर अगाडि बढाउनु भएको। गुराँस गाउँपालिका सम्भावना भनेको मुख्य गरेर पर्यटन हो। यो अलिकति हाइट अलि अग्लो भूभागमा रहेको यो गुराँस क्षेत्रमा अत्याधिक मात्रामा फुल्ने गुराँस फुल र यहाँबाट देखिने विभिन्न हिमालहरूको अवलोकन गर्ने भएकोले र अत्याधिक चिसो पनि मौसम अन्यत्र दैलेख जिल्लाको परिप्रेक्ष्यमा जिल्लाको सबैभन्दा ठाउँ हेर्ने भने चिसो मौसम पनि भएको र सुर्खेतको ब्रेनरबाट नजिकको ठाउँ पनि भएकोले नजिकको भारतीयहरू पनि समेत यस उसमा यो पर्यटनको लागि यहाँ भौगोलिक अध्ययन र मनोरम दृश्य हेर्नको लागि आउने गरेका छन्। यहाँको अन्य सम्भाव्य पनि यहाँका डाँडाकाँडाहरू छन्, विभिन्न धार्मिक पर्यटक पदयात्राहरूको लागि क्षेत्रहरू छन् र यहाँबाट देखिने हिमालहरूले गर्दा यो क्षेत्र पर्यटकको लागि यति आकर्षक क्षेत्र पनि भएको छ। यो पालिका अब सम्भाव्य भए तापनि हामी सबैभन्दा बढी बाधक भनेको आर्थिक नै हो। यहाँको आन्तरिक राजस्वको कुरा गर्दा हामी कुनै पनि आन्तरिक राजस्वमा यदि अत्यन्त न्यून रूपमा पैसा उठ्ने र उठ्नेका आन्तरिक स्रोत कमजोरी भएको हुनाले पनि अब पैसा नभइकन कुनै ठुलो विकासका कुराहरूमा छलाङ मार्ने, हात मार्न लगाउन अगाडि बढ्न सकिँदैन। तसर्थ यसले गर्दा सबैभन्दा पुँजी पहिलो प्राथमिकता पुँजी चाहिन्छ। यसले गर्दा यो क्षेत्रलाई विकास गर्नलाई गाउँपालिका स्वयं आफैले मात्रै सम्भव देखिँदैन। यसले गर्दा नजिकका रहेका प्रदेश क्षेत्रहरू, प्रदेश कार्यालयहरू र हाम्रा केन्द्रीय कार्यालयहरूले पनि यस क्षेत्रलाई विकासको लागि अगाडि हातेमालो गर्नु जरुरी देखिन्छ। करिब 164.79 वर्ग किलोमिटरमा फैलिएको यो गाउँपालिका तत्कालीन बराह, सेरी, खडकवाडा, गोगनपानी, पिलाडी र लालीकाँडा
गाविस जोडी निर्माण भएको यो गाउँपालिका झट्ट हेर्दा नेपालको नक्सा जस्तो देखिने गुराँस गाउँपालिका समुद्री सतहबाट 544 मिटरदेखि 2900 मिटर उचाइमा अवस्थित यस गाउँपालिकाको अछाम, सुर्खेत, जाजरकोट जिल्लासँग गहिरो मेटेरी गाँसिएको यो सुन्दर पालिकालाई नेपालको ठूलो नदी कर्णाली र लोहोरेल खोलाले यस गाउँपालिकालाई अङ्गालो हालेर बगिरहेको छन्। कर्णाली लोहोरे खोलाले यहाँको सिँचाइ र जैविक विविधता पूर्ति गरिरहेका छन्। गुराँसका रङ्गी चङ्गी फुलहरू र गुराँस भ्यू टावरले यहाँको सौन्दर्यतालाई झन उजागर गरेको छ। साथै यस क्षेत्रमा तत्कालीन महारानी ऐश्वर्याले देश भ्रमणको बेला यो क्षेत्रमा पुगेर मग्न बनेका कारण दैलेखको गुराँसे क्षेत्रलाई रानीमत्ता भनिएको हो। सुर्खेत वीरेन्द्रनगरको गर्मी छलेर करिब 1 घण्टा पुगिने रानीमत्ता वा गुराँस क्षेत्रको पर्यटकहरूको मनै लोभ्याउने गरेको छ। गुराँसे क्षेत्रको अवलोकनका लागि गुराँस भ्यू टावर बनेपछि यहाँको पर्यटकीय क्षेत्र विस्तार भएको हो। यहाँ पर्यटकहरूको चहल पहल बढेपछि यहाँका स्थानीय खुसी भएका छन्। गुराँस छ, अब यस्तै त भइगयो। खानेपानी, धारा, स्कुल अनि स्वास्थ्य चौकी सबैमा सुविस्ता छ। पहिला हामी ढोकामा बोकेर धेरै टाढा तरकारी लग्थ्यौँ, अहिले घर घरै अनि गाडी गइरहेका छन्। तरकारी हामी लगाइरहेका छौँ, आम्दानी गरिरहेका छौँ। अनि अब यस्तै तपाईँको पहिला बिमारी बोकेर पनि टाढा स्वास्थ्य चौकी लग्नु पर्थ्यो, अहिले नजिक आइरहेका छन्। अनि सबै थोक हामीलाई सुविस्ता छ, शान्त छ, अहिले ठिक छ। अलि कोही बिमारी भए पनि घर घरै हस्पिटल दिने एम्बुलेन्स जान्छन्। सबै थोकमा ठिक छ। पालिकालाई हामीले सबै सुविधा दिएछ। सबै अब यहाँ वडा अध्यक्ष सबैजना मिलेर सबै योजना राम्रै गरेका छन्, ठिक छ। मेरो नाम पन्चु गोली, वार्ड नम्बर 5 साइडपुट गुराँस छ। अहिलेसम्म ठिकै छ। गाउँमा रोड आएको छ, रोड खुलेका छन्, स्कुल राम्रै छ, सबै राम्रै छ। प्रधानमन्त्री रोजगार पनि खुलेको छ, सब ठिक छ। स्थानीय सरकार मेरो सरकार हो भन्ने कुराको त्यो महसुस गराएको छ स्थानीय सरकारले तपाईँहरूलाई? त मिलेको छ वृद्ध भत्ता हुने मान्छेलाई। मेरो त वृद्ध भत्ता पाउनु मेरै भएको छैन, मेरो भएको चाहिँ पाइला। वडामा सधैँ हेरविचार गर्नुहुन्छ, महिनामा भेन्डरी पनि आइजानुहुन्छ। अनि ठिकै छ अहिलेसम्म। औषधि पानी मिलेको छ हाम्रो लागि, ठिक छ अहिले। नमस्ते, म चन्द्रबहादुर राणा, गुराँस 6 नम्बरको वडा अध्यक्ष। नितान्त रूपमा हामी 2079 वैशाख 30 को आम निर्वाचनबाट निर्वाचित भएर अहिले हामी लगभग 30 महिना क्रस गरेको अवस्था छ। यो 30 महिनाको अवधिमा हामीले जनताको जनजीविकाको सवालमा एकदमै हामीले जनताको आकांक्षालाई, उहाँहरूको समस्या, नितान्त समस्यालाई मध्यनजर गरेर काम गरेका छौँ। तथापि हामीले जति अपेक्षा गरेका थियौँ, जति हामीले हिजो गाउँ बस्तीमा, टोल बस्तीमा गएर बोलेका थियौँ, त्यो बोलेको कुराहरू पुरा गर्न सकिएको त छैन। त्यो विशेष हामीले सीमित स्रोत साधनका कारणले त्यो हामीले गर्न सकेका छैनौँ। तर हामी त्यो कुरामा एकदमै नितान्त रूपमा हामीले त्यसलाई ख्याल गरेर अगाडि बढेका छौँ। र हामीले गरेको काममा अहिले जनताहरू एकदमै, उहाँहरू चाहिँ पूर्ण रूपमा सन्तुष्टि नभए पनि जे होस् सन्तुष्टि चाहिँ हुनुहुन्छ। उहाँहरूको एकदमै जीविकोपार्जनमा हामीले विशेष गरी हाम्रो गुराँस 6 को हकमा कृषिमा आबद्ध भएको हुनाले कृषि क्षेत्रतिर हामीले विशेष फोकस गरेका छौँ। र टोल बस्तीमा उत्पादित भएको वस्तुहरूलाई सिधै तपाईँको बिना रोकावट, बिना ठेकावट हामीले बजार व्यवस्थापनसम्म पुर्याउने, टोल बस्तीहरूमा निरन्तर रूपमा 12 महिना को बाटोको हामीले व्यवस्थापन गरेका छौँ। हामी हाम्रो गुराँस 6 को हकमा मानिसका आवश्यकता, आधारभूत आवश्यकता, शिक्षा, स्वास्थ्य, खानेपानी र बाटोको कुराहरूमा हामी एकदमै नितान्त रूपमा सजग छौँ। यसमा हामी यहाँको जनताहरूलाई उहाँहरूको अपेक्षा अनुसार काम गरेर अगाडि बढेका छौँ। र उहाँहरूले जहाँसम्म लाग्छ उहाँहरू यो 3-4वटा आधारभूत कुरामा उहाँहरू चाहिँ सन्तुष्ट भएको चाहिँ हामीले पाएका छौँ। हस्। गुराँस गाउँपालिकाको अधिकांश टोलहरू चिटिक्क बान्की मिलेर बनेका छन्। परम्परागत शैलीमा माटोले पोतेका घरहरू, ढुङ्गा र काठले बनेका छाना अनि सफा र व्यवस्थित बस्तीहरूले यहाँको सांस्कृतिक र ऐतिहासिक महत्त्वलाई उजागर गर्दछन्। यी घरहरू केवल स्थानीय वस्तु कलाको गहना मात्र नभई यहाँको जनताको जीवनशैली, परिश्रम र परम्पराको प्रतिबिम्ब पनि हुन्।
गुराँसका जनताको मुख्य पेशा कृषि हो। यहाँको उब्जनीको गुराँसलाई कर्णालीकै कृषिमा आत्मनिर्भर पालिकामा स्थान दिएको छ। सुन्तला, बन्दा, आलु खेती यहाँको प्रमुख पहिचान हो। गुराँसका सुन्तला, बन्दा, आलु केवल जिल्लाभित्र मात्र नभई बाह्य बजारमा सम्म खपत भएका छन्। अदुवा, आलु, सुन्तला, बन्दा, गहुँ, कोदो र अन्य बाली नालीले यहाँको किसानहरूलाई आर्थिक रूपमा सक्षम बनाइरहेको छ। गुराँसको प्राकृतिक सौन्दर्य शब्दमा व्यक्त गर्न गाह्रो छ। मालिका महादेव मन्दिर, गुराँस भ्यू टावर, थामालेक पञ्चदेवल, भ्यू चुला यस गाउँपालिकाको सबैभन्दा चर्चित पर्यटकीय क्षेत्र मध्ये एक हुन्। यस क्षेत्रमा विभिन्न किसिमका लाली गुराँस, रङ्गी चङ्गी फुलहरू फुल्दछन्। फुलहरूको बासनाले साँच्चीकै यस क्षेत्र जो कोहीलाई स्वर्ग जस्तो लाग्दछ। गुराँस गाउँपालिका स्थानीयहरू आफ्नो क्षेत्रको द्रुत गतिमा भइरहेको विकासप्रति निकै उत्साहित छन्। यहाँको जनताले लामो समयदेखि देखेका सपना पूरा हुने सङ्केतले उनीहरूमा नयाँ आशा र उत्साह थपेको छ। राष्ट्रिय प्रसारण लाइन मार्फत उपलब्ध भएको विद्युत सेवा गाउँ गाउँमा पुर्याउँदै घरायसी तथा व्यावसायिक कार्यलाई सहज बनाइरहेको छ। निर्माण हुने स्वच्छ एक घर एक धारा खानेपानी आयोजनाले गाउँपालिका भरि शुद्ध खानेपानीको सहज पहुँच पुर्याउने लक्ष्य लिएको छ, जसले स्वास्थ्य सुधारमा महत्त्वपूर्ण योगदान दिने अपेक्षा गरिएको छ। म चाहिँ गुराँस गाउँपालिका वडा नम्बर 1 को वडा अध्यक्ष हजुर। मेरो नाम धर्मबहादुर रावल छन् हजुर। किन नपाउनु, पहिला तपाईँको अब यो एउटा सिफारिसको लागि एउटा कुनै काम पऱ्यो भने गाविस धेरै टाढा जानु पर्थ्यो। अब विद्यालयको लागि पनि तपाईँको अलिक टाढा जानु पर्थ्यो। अब तपाईँको अहिले विद्यालय पनि नजिक छन् र हाम्रो स्थानीय सरकार भएपछि तपाईँको जनताले सुविधा आफ्नै घर नजिक वडा कार्यालय पाएका छन् र वडा कार्यालयदेखि तपाईँको आफ्ना हुने कामहरू चामल बोकेर रोटी बोकेर जानु पर्थ्यो भने अहिले घरमा खाना खाएर घरमै पुग्ने एकदम सर तीव्र गतिमै लागिरहेछौँ। अब गुराँस गाउँपालिकामा लागिरहेछौँ हाम्रो कार्यपालिका र अब काम गर्ने क्रममा त सर अब गरमला भन्दा पनि कुनै काममा अब धोका पाइन्छ र बिचमा कर्मचारीको कारणले पनि काहीँ अब विफल हुन सकियो र काहीँ अब जनप्रतिनिधिको कारणले पनि विफल हुन सकियो। हाम्रो चाहना त तीव्र गतिमै जनताहरूले चाहिँ शान्ति सुख पाउन् भनेर हामीले अब तीव्र गतिमै गाउँमै स्वास्थ्य शाखा अनि गएर लाइनमा बस्नै नपर्ने गरी हामीले काम गर्नुपर्छ भन्ने खालको हामी त लागि परेका छौँ र गुराँस गाउँपालिकाले पनि त्यो प्रति ध्यान दिएको खटिरहेछौँ। हामीले आफ्नो पावर सकेसम्म कति दिमागले भ्याएको छ, कति हामीले काम गर्न सकिन्छ र कति सम्म हामीले गर्न सकिन्छ त्यहाँसम्म हामी पुगेर गरेका छौँ। हामीले गर्ने पनि छौँ। जस्तो अध्यक्षज्यू अब यो हामीले एकजनाकै ध्यानमा मात्रै बढी एकजनाकै र जस्तै विद्यालय स्वास्थ्य खानेपानी र हामीले एकजनाको लागि मात्रै हामी अगाडि बढिरहेछौँ। हामीले चाहिँ कानुनी प्रक्रिया भन्दा पनि हामी एकदम काम गर्नमा अगाडि बढिरहेछौँ। कानुन पनि त्यहाँ पछि कानुन पनि बनाएर गइराखेका छौँ र भन्नुपर्दा हामीलाई जस्तै जति हामीसँग न्यायालय कानुन हुन्छन् ती कानुनहरू हामी बनाउँदैछौँ, अझ बनाइसकेका छैनौँ र हामीले बुझ्दै तपाईँको के भन्छ माथि डाँडामा पुगेर पनि हामी डाँडाबाट अलिक तल झरिसकेका छौँ। महिना यसो गिन्दाखेरि कम पनि अब थोरै दिन्छन् जस्तो छ, कार्यकाल सिद्धिन लागेको छ तर हामीले काम गर्न धेरै बाँकी भए जस्तो लाग्छ र कानुनी प्रक्रियामा पुग्न पनि हामी अझ सिक्न बुझ्न हामी त अब ट्याक्कै त्यो तालिम गरेर आएको त होइन। जनप्रतिनिधि त कर्मचारीले यो गर्नुपर्छ भन्ने सिस्टमद्वारा जानुपर्ने हो तर हामीलाई अब अनुभव हुँदाहुँदै हाम्रो कार्यकाल सिद्धिन्छ कि जस्तो पनि लाग्छ। हामीले अब बचेको लगभग 27-28 महिना 2.5 वर्ष बचेको छ सर। अब त्यसमा हामीले कसरी हुन्छ यहाँको नागरिकलाई हामीले सेवा सुविधा र एकजनाको रहेका बचेका योजनाहरू हामीले सम्पूर्ण गरेर उहाँहरूलाई खुसी बनाउने चाहना पनि छ र उहाँहरूलाई गर्ने पनि छौँ भन्ने बाचा लिँदै बिदा हुन्छु। हस्त नमस्कार। सडक सञ्जाल, नयाँ बाटोघाटो, पुल कुलेसाको निर्माणले यातायातलाई सजिलो बनाउँदै छिमेकी क्षेत्रसँगको सम्पर्कलाई झन सुधारित बनाएको छ। यी सबै पूर्वाधारहरूले गुराँसका स्थानीयहरूको दैनिकी जीवनमा प्रत्यक्ष प्रभाव पार्दै उनीहरूको जीवनशैलीलाई सरल सहज र आधुनिक बनाएको छ। गुराँस गाउँपालिकाको विकासमा प्रत्यक्ष हातोमालो गर्दै विकास निर्माणको कार्यलाई गुणस्तर र प्रभावकारी बनाउन बेला बेलामा प्राविधिक इन्जिनियरहरूको टिम सहित फिल्डमा खटिरहन्छन्
गुराँस गाउँपालिकाकी उपाध्यक्ष शिवा कुमारी खड्का। गाउँपालिका वडा नम्बर 6 को बिचुला पुलिया सडकको अनुगमन गर्न प्राविधिक शाखाको इन्जिनियर प्राविधिक सहयोगको टिम हामी अनुगमनमा छौँ। अनुगमन समितिको टिम सहित हामी यो बाटोको अनुगमन गरिरहेका छौँ। सडकको हामी गुराँस गाउँपालिकामा भइरहेका विकास निर्माणका कामहरूको अनुगमन गर्ने क्रममा अनुगमन समितिको सहयोग र अनुगमन समितिका सदस्य लगायत प्राविधिकको टिम यो कामहरूको अनुगमन गर्ने क्रममा गुणस्तरहरूको पनि अनुगमन गर्ने गरेका छौँ। मिजुला बगौरा सडकलाई स्तर उन्नतिको कामलाई एकदम गुणस्तर बनाउन लागि पटक पटक प्राविधिक टिम प्लस उपाध्यक्षको नेतृत्वमा ल्याएर पटक पटक नापजाँच गर्दै गुणस्तर कायम गर्नको लागि हामी नापजाँच गरिरहेका छौँ र ठिकाबाट भएको कामहरूलाई पनि गुणस्तरहीन हुन नदिनलाई क्वालिटी राम्रो बनाउनलाई पटक पटक अनुगमनहरू गरिरहेका छौँ। नमस्कार, मेरो नाम देशराज कणेल, घर वीरेन्द्रनगर 12 सुर्खेत। अहिले म यहाँ गुराँसको इन्जिनियर। हाम्रो यो पूर्वाधार शाखा भौतिक पूर्वाधार तथा विकास शाखा, हामी यस पूर्वाधार शाखाबाट विभिन्न योजनाहरूलाई कार्यान्वयन गर्ने काम गर्दछौँ र त्यो योजनाहरूको कार्यान्वयनको क्रममा हामी आफू हाम्रो अनुगमन समितिको संयोजक उपाध्यक्षज्यू सहितको टिम गएर त्यसको अनुगमन कार्यान्वयन के कस्तो भएको छ त्यसको गुणस्तर नापजाँचहरू सबै गर्ने कार्यहरू हुन्छ। गुराँसमा भौतिक पूर्वाधारतर्फ धेरै नै राम्रो भइरहेको छ। सबै वडा कार्यालयहरू सडकसँग जोडिएका छन्। अन्य पूर्वाधार वडा कार्यालयहरूको आफ्नै भवनहरूबाट सेवा सञ्चालित भइरहेको छ। हस्, धन्यवाद। यस प्रकारको विकासले केवल यहाँका नागरिकहरूको जीवनस्तर मात्र नउकासी समग्र गाउँपालिकाको आर्थिक र सामाजिक उन्नतिमा पनि ठूलो भूमिका खेल्ने विश्वास गरिएको छ। गुराँस गाउँपालिकामा स्थानीय सरकार आएपछि बनेका सडकको पहुँचले स्थानीय बासिन्दाको दैनिकीमा ठूलो परिवर्तन ल्याएको छ। कुनै समय हप्तौं हिँडेर चामल, नुन, तेल जस्ता दैनिक हिँडेर सामग्री बोक्नुपर्ने बाध्यता रहेको यस क्षेत्रका बासिन्दाले अहिले सडक सञ्जालको सुविधा पाएपछि यो कठिन दिनहरूलाई इतिहासका पानामा सीमित गरेका छन्। गाउँमा सडक पुगेपछि कृषि उत्पादन बजारसम्म पुर्याउन सजिलो भएको छ भने विद्यार्थी र बिरामीलाई यातायातको सहायताको छिट्टै गन्तव्यमा पुर्याउन सकिने अवस्था सिर्जना भएको छ। स्थानीय स्तरमा आर्थिक गतिविधि पनि बढेको छ। बजारसम्मको पहुँचले उपभोग्य सामग्री मात्र सहज नबनाई स्थानीय उत्पादनलाई बाह्य बजारसम्म पुर्याउन पनि सहयोगी भएको छ। गुराँस 8 पानी राम्रै छ। पहिला अब पुग्ने 1 घन्टा लाग्थ्यो पानी जान, अहिले अब राम्रै छ घरदेखि। अब पहिला अब के छ, पहिला हस्पिटल पनि नै अहिले त नजिकै छ, स्वास्थ्य सबै यहाँ छ। पानी पनि अब घरघरै छ भनौँ। खाना पाइएको छ घरदेखि, 1 गाग्री भए पनि आए पनि खाना पाइएको छ। 1 घन्टा लाग्छ जाने ल्याउने, त्यही पनि पोखरीको पानी। अहिले अब ठिकै छ। म यो विद्यालय उपप्रधान। हाम्रो विद्यालय 2016 सालमा स्थापना भएको विद्यालय। यहाँ झन्डै 235जना विद्यार्थी अहिले कक्षा बाल विकासदेखि 10 कक्षासम्म अध्ययनरत छन् र हामीसँग अहिले दरबन्दी माविय 4वटा, 2टा सङ्घीय अनुदान, एउटा स्थायी दरबन्दी र एउटा बाल्य अनुदान छ। माविय 3टा राहत छ अनि प्राइभेटमा 4वटा दरबन्दी र एउटा राहत छ। हाम्रो विद्यालयमा एउटा साइन्स ल्याब भयो अनि त्यसपछि कम्प्युटर ल्याबको व्यवस्थापन गरेका छौँ। त्यसपछि पुस्तकालयको व्यवस्थापन छ। विद्यार्थीहरूलाई खेल्नको लागि ठुलो चौर घेरबारसहितको चाहिँ एकदमै सुरक्षित कम्पाउन्डसहितको विद्यालय छ। हामी कहाँ यहाँ प्राइभेट स्कुलहरू छैनन्, सरकारी विद्यालयहरू मात्रै हुन्। विद्यार्थी सङ्ख्या तुलनात्मकमा प्राइभेट तहमा चाहिँ विद्यार्थी कम छ। किन भन्दा यो भौगोलिक अवस्था अहिले त पछिल्लो चलन त के छ भने विद्यार्थी सङ्ख्या नै छैन। समाजमा गाउँमा हेऱ्यो भने चाहिँ जुन सेवा क्षेत्र छ, सेवा क्षेत्रमा विद्यार्थी सङ्ख्या नै छैन। प्रणालीमा एकदमै न्यून, एउटा कक्षामा चाहिँ 7-8 जनाकै सीमामाकै विद्यार्थीहरू 7-8 जना हुँदछ। सरकारले विद्यालय सञ्चालनको लागि धेरै सहयोग गरेको छ। यदि स्थानीय सरकारको सहयोग हुनाले विद्यालय सञ्चालन गर्न नै सकिने थिएन। विद्यालयको चाहिँ कम्प्युटर साइन्स ल्याब बनाउने, कम्प्युटर ल्याब बनाउने, पुस्तकालय बनाउनेदेखि विद्यालयमा आवश्यक पर्ने सम्पूर्ण कुराहरू, टिचर व्यवस्थापन गर्ने कुराहरू सबै स्थानीय सरकारले गरेको छ। अनि स्थानीय सरकारको सहयोग बिना त सरकारको सहयोग बिना त एउटा संस्था चलाउनु सम्भव छैन। सरकारको सहयोग छ। उहाँहरू चाहिँ पटक पटक
अब शिक्षा शाखाबाट चाहिँ अनुगमन छैन है, किनभने यसो हेर्दा शिक्षा शाखा कमी मात्रामा देखिन्छ। तर अन्य अब जनप्रतिनिधिहरू, वडाध्यक्षहरू, पालिका अध्यक्षहरू, उपाध्यक्षहरू बेला बेला आफूहरूलाई यस्तै अनुगमन चाहिँ भइरहेको छ। गुराँस धार्मिक र आध्यात्मिक केन्द्रका रूपमा पनि परिचित रहेको छ। मालिका शिव मन्दिर यहाँको प्रमुख धार्मिक स्थल मध्येको एक हुन्। यहाँ प्रत्येक वर्ष हजारौं भक्तजनहरूको आगमन हुने गर्दछ। साना ठुला मठ मन्दिरहरूले गाउँको प्रत्येक कुनालाई धार्मिक महत्त्वले भरिदिएका छन्। यी मन्दिरहरू मात्र धर्मप्रतिको आस्थाको प्रतीक मात्रै नभई गुराँस गाउँपालिकाको सांस्कृतिक धरोहर पनि हुन्। गुराँस गाउँपालिकाको स्वास्थ्य क्षेत्र उल्लेखनीय प्रगति गरिरहेको छ। विभिन्न वडामा भएका आधारभूत स्वास्थ्य चौकीहरूलाई जनतालाई आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराइरहेका छन्। सरकारी तथा स्थानीयको प्रयासले यहाँका जनतालाई घर नजिकै स्वास्थ्य सेवा प्राप्त गराउन मद्दत गरिरहेको छ। यसको प्रभाव स्वरूप गुराँसको नागरिकहरू स्वास्थ्यप्रति सचेत हुँदै गएका छन्। ओम प्रसाद रिजाल, आधारभूत स्वास्थ्य सेवा केन्द्र सेप्टी गुराँस 1 दैलेख। म यहाँ चाहिँ काम गर्न लागेको 2.5 वर्ष जति भयो। वडा नम्बर 1 को जनसङ्ख्या त लगभग about 2000 छ, 2029। अनि अब त्यसमा त धेरै जसो महिला र दलितहरू नै बढी आउने गर्छ। हामी सामान्य उपचारहरू गर्छौँ, जस्तै उहाँहरूको हिस्ट्री सुन्छौँ, कम्प्लेन सुन्छौँ, अनि त्यो अनुसारको सल्लाह सुझाव दिन्छौँ र अनि भएसम्मको उपचार दिन्छौँ, बाँकी चाहिँ रेफर गर्छौँ। नेपाल सरकारबाट उपलब्ध हुने औषधिहरूको सङ्ख्या त 98 हो। अब स्थानीय निकायको आफ्नो चाहिँ क्षमता अनुसार अनि स्थानीय निकायले कहिले चाहिँ टेन्डर खोल्छ, अनि कहिले चाहिँ 81 खरिद गर्नुपर्ने अवस्था पनि हुन्छ। उसले एनकेन चाहिँ दिइरहेछ। त्यसरी फर्केर जानु हुँदैन भन्ने त चाहिँ छैन, फर्केर जानु हुँदैन। हामीको सल्लाह सुझाव चाहिँ सुनेरै भएको औषध लिनुहुन्छ, बाँकी चाहिँ सल्लाह सुझाव लिएर जानुहुन्छ। अनि कर्मचारीहरू पर्याप्त मात्रामा छन् के छ? पर्याप्त मात्रा हाम्रो गुराँस गाउँपालिकाको सर्वे अनुसार पर्याप्त छ। सडक सञ्जाल गुराँस गाउँपालिकाको विकासको मेरुदण्ड बनेको छ। प्रत्येक वडासम्म सडक पुर्याउने उद्देश्यले विभिन्न कार्य तीव्र गतिमा बढिरहेका छन्। यी सडकहरूले गाउँका जनतालाई बजार, शिक्षा र स्वास्थ्यसँग जोड्न सफल भएका छन्। वीरेन्द्रनगर जस्ता केन्द्रसँगको दूरी घटाएर यहाँको व्यापारलाई सहज र सरल बनाइएको छ। कर्णाली प्रदेशको प्रमुख कोटद्वार यहाँ विभिन्न पर्यटन लगायत कला संस्कृति कृषितर्फ बढी जोडिएको स्थानीय तह हो। स्थानीय तहहरूमध्येमा आन्तरिक स्रोतहरूको पनि सम्भावना भएको पालिका हो। त्यसमध्येमा विभिन्न हामी यहाँ प्रदेश लगायत सङ्घ र स्थानीय सरकारले मिलेर विभिन्न योजनाहरू पूर्वाधार निर्माणहरूमा काम गर्ने क्रममा गुराँस गाउँपालिकाले एक प्रकारको आफ्ना पूर्वाधारका कामहरू अगाडि बढाइरहेको अवस्था छ। त्यो अवस्थामा पूर्वाधार अनुगमन समितिको जिम्मा स्थानीय सरकार सञ्चालनमा उपाध्यक्षलाई संयोजकका रूपमा लिने गरेकाले विभिन्न पूर्वाधार निर्माण हुँदै गर्दाखेरि अनुगमन फिल्ड स्तरको अनुगमन गर्ने क्रममा विभिन्न समस्यासँगै अवसरसँगै चुनौतीहरू पनि भएको पाइन्छ र त्यसै गरी उपाध्यक्षलाई न्यायिक समितिको संयोजकको जिम्मेवारी पनि दिएको हुनाले न्यायिक सम्पादन गरिरहँदाखेरि गुराँस गाउँपालिकामा हामीले न्यायिक सम्पादनका लागि न्यायिक शाखा लगायत विभिन्न कामहरू मेलमिलापकर्ताहरू उत्पादनदेखि लिएर मेलमिलाप केन्द्र गठनदेखि लिएर विभिन्न न्यायिक क्षेत्रका कामहरू गरेर मेलमिलाप गराएर नागरिकलाई स्थानीय सरकार भएको प्रत्यक्ष महसुस गराउन सफल भएका छौँ। गुराँस गाउँपालिकामा शिक्षा, स्वास्थ्य, सडक र खानेपानी जस्ता जनतालाई प्रत्यक्ष रूपमा प्रभावित पार्ने क्षेत्रमा गाउँपालिकाको टिमले उल्लेखनीय काम गरिरहेको छन्। बालबालिकाहरूलाई गुणस्तरीय शिक्षा प्रदान गर्न विद्यालयहरूको समुन्नति, शैक्षिक व्यवस्थापन र छात्रवृत्ति वितरणमा सक्रियता देखाइरहेका छन्। स्वास्थ्य सेवाको पहुँच, स्वास्थ्य चौकीहरूको सुधार, निःशुल्क औषधि वितरण तथा स्वास्थ्य शिविर सञ्चालन गरिरहेका छन्। नमस्कार, म हृदय आशाई, म गुराँस गाउँपालिकाको सूचना प्रविधि अधिकृत। म गुराँस गाउँपालिकाको सूचना प्रविधि अधिकृतको रूपमा नियुक्ति बुझेको र काम गर्दै आएको अहिले पौष मसान्तमा 1.5 वर्ष पुग्छ। यी 1.5 वर्षको बिचमा हामीलाई सङ्घीय महिला मन्त्रालय तथा पिएलडिस्पीको समन्वयबाट हाम्रो टिओआर अनुसार पालिका स्तरमा रहेका विद्युतीय सुशासनका प्रणालीहरू, विद्युतीय शासन र ई गभर्नेन्ससँग सम्बन्धित प्रणालीहरू हामीले हेर्दै आइरहेका छौँ र सँगसँगै पालिकामा नयाँ सूचना प्रविधि सम्बन्धी सिस्टमहरू के जडान गर्ने र के जडान गर्दाखेरि जनतालाई सेवा दिन र अन्य आयमूलक कार्यहरूसँग जोड्न सकिन्छ भन्ने कुरामा हामीले प्लानिङ गर्ने काम गर्छौँ।
र त्यस अर्थमा हाम्रो गुराँस गाउँपालिकामा अहिले विभिन्न किसिमका सूचना प्रणालीसँग सम्बन्धित प्रविधिहरू जडान गर्दै आइरहेका छौँ र हामीले अहिले असोज 3 गते गुनासो व्यवस्थापनको लागि नमस्ते गुराँस, त्यसपछि हाम्रो स्थानीय तह मोबाइल एप, गुराँस गाउँपालिकाको वेबसाइटहरू पछिल्लो समयमा अपडेट गर्दै गइरहेका छौँ र हामीले दिने सेवा सुविधाहरूलाई, हामीले प्रवाह गर्ने सेवाहरूलाई वेब बेसबाटै प्रवाह गरिरहेका छौँ र गुराँस गाउँपालिकाका सम्पूर्ण वडा कार्यालयहरू, विद्यालयहरू र स्वास्थ्य संस्थाहरूमा अहिले डिओआइटी सिस्टमबाट हामीले कन्ट्रोल हुने गरी यी हाजिर जडान गरिसकेका छौँ र हामीले लगत्तै अब गुराँस गाउँपालिकाको हरेक रेकर्डहरू राख्नको लागि क्लाउड बेस्ड सिस्टम लिँदैछौँ र हामीले जी क्लाउडको लागि अहिले तत्कालै डिओआइटीमा एप्लाई गरेका छौँ। त्यहाँबाट त्यो सेवा अहिले स्टोरेज कम भएको कारणले गर्दा पाइएको छैन र हामीले अब डिओआइटी सिस्टमबाटै अफिस अटोमेसन सिस्टम लिँदैछौँ र अहिले हाम्रो लगत्तै विद्यालयहरूमा पनि नयाँ स्कुल म्यानेजमेन्ट सिस्टमको सफ्टवेयर प्रयोग हुँदैछ र कार्यालयहरूमा पनि प्रत्येक वडा कार्यालयहरूमा अनलाइन सिफारिस प्रणाली छ। प्रत्येक वडा पालिकामा चाहिँ हाम्रो योजनाको अनलाइन प्रणाली छ, दर्ता चलानीको अनलाइन प्रणाली छ र त्यो सँगसँगै अन्य हामीले अहिले नयाँ योजनाको रूपमा गुराँस गाउँपालिकाले आफ्नै आइएसपी सञ्चालन गर्ने कि किनभने यो अन्यभन्दा विकट क्षेत्र भएर सबै ठाउँमा अहिले इन्टरनेटको पहुँच गर्नुपर्ने भएको कारणले गर्दाखेरि हामीले आफ्नै आइएसपी सञ्चालन गर्ने कि भनेर अध्ययन गर्दैछौँ। सडक सञ्चालन विस्तार मर्मतका कामले दुर्गम क्षेत्रलाई समेत जोड्न सकिएको छ। शुद्ध खानेपानीको पहुँच सुनिश्चित गर्न नयाँ आयोजना र जलस्रोत संरक्षणका कार्यहरू अघि बढाएका छन्। यी सबै पहलहरू भविष्यमा अझै प्रभावकारी दिगो रूपमा कार्यान्वयन गर्ने गाउँपालिकालाई निरन्तर समृद्ध गराउने अभियानमा निरन्तर लागिरहेका छन्। गुराँस गाउँपालिकाका कर्णालीको सम्भावनाको प्रतीक हो। यहाँको प्राकृतिक सम्पदा, सांस्कृतिक एक र मेहनती जनताले यसलाई देशकै एक उत्कृष्ट गन्तव्य बनाएका छन्। गुराँस जहाँ सम्भावना त्यहाँ वास्तविकतामा परिणत भएको छ।